के हो घरको न घाटको भएर यो कसो भएर आएर यहाँ डिलमा बसेको घर त काका बाउ घर नि अब के हो काका बाउको घर अनि घरमा चाहिँ बस्नु पर्दैन घरमा शान्ति मिल्न पर्यो नि बस्नु अशान्ति हुँदा चाहिँ के भयो तिमीलाई तँ छेस नि त ए म अशान्ति मैले के गरेँ अब नयाँ वर्ष आउनै हुँदैन मलाई साडी चाहियो एउटा नयाँ साडी चाहियो भनेर भन्छस् अनि कसरी बस्नु त्यही हो त्यो त चाहियो मलाई अनि तेरो वर्षमा कतिवटा साडी चाहिन्छ 3टा चाहियो मलाई ए मान्छेलाई यो बिहान बेलुका खाना छैन वर्षमा 3 चोटि साडी बेरै हिँड्छ बेरेर हिँड्छु म मलाई एउटा तीजमा एउटा नयाँ वर्षमा एउटा तिहारमा होइन तिहारमा त दाजुभाइले दिन्छन् एउटा चाहिँ यो के भन्छ तीज तिहार होइन तीज नयाँ वर्ष अनि अर्को के भन त तिमी दसैँमा हो दसैँमा किन्दा थाहा छ त तिमीलाई अनि हो दसैँमा मलाई 3टा साडी चाहिँ जसरी पनि चाहियो मलाई अरू कुरो थाहा छैन अहिले तँलाई यो घाँटी हेरी हात निल्नुपर्छ भन्ने कुरो उखान थाहा छ चाहिँ घाँटी हेरेर कसरी हात निल्नु यहाँ घाँटी देख्छु र मैले ऐना देखाउने हेर्नेले तिमीले बेगरी मेला के भनेको थियौ बेगरी मेला तँलाई दुःख दिन लालन पालन राम्रोसँग गर्छु खाना लाउन दुःख हुन्न भनेर भने तँ जतिखेर पनि एउटा चाडबाड आउनु पाएको छैन नयाँ साडी चाहियो बुढा एउटा साडी भनेर मर्छ अनि म सधैँभरि यही एउटा धोती बेरेर बस्नु बिहेको दिन भोलिपल्ट फेरि धोती अहिलेसम्म यही लगाइरहेको छ ल अनि अस्ति तिजमा किन्दा चाहिँ तिजमा किन्दा त अब त्यो लगाइसकिने एकचोटि लाग्यो कि अलि दोहोऱ्याएर लाउँछ ए एकचोटि लगाएको लाउन नहुने अनि अर्को केही यसो चाडबाड आयो कि तँलाई नयाँ साडी चाहिहाल्ने चाहियो मलाई अनि तिमी चाहिँ के यहीँ बसिरहन्छौ अब त्यसो भए मलाई साडी किनिदिनु पर्यो भनेर अनि खान्छौ चाहिँ के अनि सुत्छौ चाहिँ कहाँ ए परलो छ नि सुत्ने के हेर्नु ल ल ल अनि यो झोला चाहिँ किन बोक्या त झोला अब कसैले यसो सरसापट अब पैसा दिए भने अब बुढीले हर गरिहाली खसै साडी हालौँ भनेर लिएर नि कसरी पैसा दिए ल ल छोडिदेऊ अब म साडी किन भन्दिनँ बरु घरमै जाउँ होइन यस्तो अर्का भनेर बस्नु हुँदैन हौ साँच्ची पक्का नि पक्का त्यहाँ गएर फेरि साडी त चाहियो भाइ भनिस् भने चाहियो भने म घरै गएर भन्छु कि यहाँ भन्दिनँ लु तेरो स्वभाव मैले चिन्सेको छु म त जान्नु तैँले घरमा जानु छ त्यो भात दिनु भन्दा अगाडि साडी कुरो निकाल भन्दिनँ ल भन्दिनँ लु साँच्ची भन्दिनँ नि ल बन्द परा राखिदिउँ त फेरि काकाले मार्छ नि लु राख्दै ल त्यही हो अब साँच्ची भन्दिनँ नि घर गएपछि चाहिँ म भन्दिनँ लु हिँड यसो अनुहार हेर्दा घर जान्छ यही कुरो निकाल्छु जस्तो लागिरहेको छ निकाल्दिनँ के निकाल्दिनँ साँच्ची पक्का हो नि पक्का हो लु हिँड ननिकाल है त निकाल्दिनँ के लु ल ल ल ल यसो गरौँ नि त त्यो घर गएपछि मलाई यसपालि चाहिँ एउटा मात्र किन्दै हुन्छ ल एउटा भनिदिनुहोस् अब म सक्दिनँ एउटा सक्दिनँ यो झोला तेरो लिएर जा म सक्दिनँ एउटा यसपालि म किन्नै सक्दिनँ आर्थिक अवस्था नसके जाऊ उतै जाऊ यहाँ घर आउनु पर्दैन फर्केर आउनु पर्दैन जा के गरौँ हे भगवान् यो महिलाहरूलाई मैले कसरी चित्त बुझाउने होला म जस्तो आय स्रोत नभए मान्छेले वर्षमा 3-3वटा साडी किनी हात्ती पाल्नु भन्दा महँगो पर्दो रहेछ भए होस् जेसी होस् जान्न गर्थेँ